यता चाहिँ आयो चमेरा चाहिँ यता माथि बसेर चाहिँ उडिरहेको छ साथी हो चमेरा है त चमेराहरू चमेरा परेवाहरू गुटै छ जोस् ले गर्छन् भने यही हो क्या कोही आउँदैन नि सर्बियनहरू कोही आउँदैन ल साथीहरू हामी चाहिँ आएको गुफामा यस्तो छ गुफाको अवस्था मान्छेहरू चाहिँ त्यति आउँदैन जोस् हामी चाहिँ सब नेपाली दाजुभाइहरू हामी मिलेर टक्क गुफा आइदिएको गुगलमा हेरी सर्च गरी आइदिएको त्यो गुफाभित्रै पानीको मुल चाहिँ रहेछ आवाज चाहिँ डोङ 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 आइरहेछ हाम्रो काका चाहिँ उताबाट अनुसन्धान गर्दै हुनुहुन्छ पारी बसेर काका यता चाहिँ भित्र मूल रहेछ यो यहीँदेखि मूल चाहिँ आएको रहेछ जोस् एकदम राम्रो छ गुफा चिसो नेचुरल एसी छ है केटा नेचुरल एसी है त्यो भाल्दोको सिटीमा बस्दा अर्को तस्बिर त दामी रहेछ त कहिले खुदिएको हो यो पुरानो तस्बिर खुदेको रहेछ साथीहरू मान्छे देख्न सक्नुहुन्छ एकदम देख्न सक्नुहुन्छ साथीहरू यो तपाईँले देख्न सक्नुहुन्छ एकदम ढुङ्गामा नि यस्तो दामी मूर्तिहरू चाहिँ बनाएको छ सेम हाम्रो नेपालमा पनि ढुङ्गा यस्तै खुदेको मूर्तिहरू त पुरापूर्वकालदेखि खुदेको मूर्तिहरू थिए यहाँ अब कहिले खुदिएको हुन्थ्यो चाहिँ छैन डेट त्यो तल यहाँदेखि चाहिँ सल्लको देख्न सक्नुहुन्छ ट्याक्कै दुईजना मान्छेको चाहिँ देख्न सक्नुहुन्छ यो मान्छेको आकृतिहरू चाहिँ यसरी राखेको छ यो अनि त्यता नि छ आकृति यहाँ रहेछ अनि त्यसपछि त्यहाँ छ आकृतिहरू टन्नै छैन ढुङ्गामा खुदिएको आकृतिहरू देख्न सक्नुहुन्छ माथि चाहिँ परेवा चमेराहरू माथि गुफाभित्र बसेको रहेछन् चराहरूको लागि त एकदम घरै भनौँ यो डरलाग्दो ठाउँ छ डरलाग्दो गुफाको भित्री भागमा चाहिँ आउँदैछौँ हामी तर चिसो हावा आउँछ त के हो यहाँ तातो आउँछ हावा चिसो केही छैन हामी यहाँभित्र चिसो आउँदो रहेछ कि आहा छोड्नु त चल्दिउँ न भित्र के छ अवस्था ल टर्च लाउँ भिडियो बनाउँदैछु यस्तो चिसो यो कहाँ जाने बाटो हो खासमा डेन्जर ठाउँ चाहिँ साथी डेन्जर डर लाग्दो पुरै सर्बिया पनि यस्तो ठाउँ यस्तो रहेछ कि माथि नजाउँ होला तेलको माथि देखिरहेको छ म बाटो देखिरहेको छ ऊ दुलो माथि हिँड्नु न छोड जान्छ कस्तो डर लाग्यो मलाई यता नि डर लाग्यो नि मेरो अनुहार देखियो चाहिँ अरे ल है साथी माथि दाइ अगाडि हुनुहुन्छ अर्को दाइ हुनुहुन्छ म त तल काका आउनु न केही छैन काका तेरो ल यस्तो डेन्जर छ सर्बियाको उयो छ है कस्तो छ ल हामी चाहिँ भगवान भएकै ठाउँतिर आएको छु यस्तो एकदम डेन्जर ठाउँ छ साथी हो पानी चाहिँ पानी रहेछ एकदम डेन्जर छ साथी हो देख्न सक्नुहुन्छ सर्बियाको गुफामा आइपुग्यो है जे गर्छ नेपालीले गर्छ भने यही हो क्या अब कति यो त धेरै पुरानो गुफा होइन र यो अब त्यहाँ माथि त घोडा चढा जस्तो ठाउँ छ यार साथीहरू जय होस् भगवान देख्न सक्नुहुन्छ एकदम यस्तो ठाउँ छ साथीहरू गुफाको अझै यहाँदेखि भित्र गएर अझै माथि चाहिँ अझै छ अझै गुफाको बाहिर निस्केको छौँ यहाँ चाहिँ पुरै तातो छ भित्र त चिसो यो गुफाको बाहिर गएर अझ भित्र त कति हो कति छ माथि जान सक्ने सम्भावना त्यति देखिन गाह्रो छ एकदम डरलाग्दो नजारा छ ठाउँबाट चाहिँ हामी यो तलबाट माथि यहाँ छिटै भित्र अर्को स्टेपभित्र अझै थियो हामी चाहिँ गयौँ यहाँ बस्दैछु नि काका डराएन हामी बाहिर चाहिँ पुरै गर्मी छ जुत्ता चिप्लिन्छ साथी म जाँदैन जाँदा हुन्छ लड्नु चाहिँ नलड्नु होला है साथीहरू नभएर ल हाम्रो 3 जना साथीहरू चाहिँ त्यताबाट जानुहुन्छ हामी चाहिँ यताबाट जाँदैछौँ तपाईँ यतैबाट ए साथी चाहिँ जाऊ है लड्दा फेरि एक्लै नजाऊ हजुर यता फेरि जङ्गल रहेछ जङ्गल छ ल साथी हामी चाहिँ अब तल झर्दैछु यो चाहिँ बाहिर निस्किने हो जहाँबाट हामी भित्र छिराएको छौँ त्यहाँनिर चाहिँ अहिले जान्छौँ यहाँबाट झरेर
जे होस् ठाउँ चाहिँ रमाइलो छ। अब यस्तै हो, ओह्रालो झर्दैछौँ। भित्र चाहिँ एकदम डेन्जर डरलाग्दो गुफा रहेछ र मान्छेहरूको चाहिँ यहाँ मान्छे चाहिँ कोही हुनुहुन्छ। ऊ हाम्रो काका डर मानेर डरले झन्डै मरे हे भन्दै हुनुहुन्छ। हामी सिधा झर्दैछौँ तल बिस्तारै। पानी तल मुल झुक्छ, त्यहाँबाट माथि सिडी चढ्ने ठाउँमा रहेछ। त्यहाँबाट भित्र छिरेर माथि आएर कुन जमानाको गुफा हो यो त। आमामा भित्र अझ कति हो, कता भागहरू छुट्टा छुट्टा यताउता कोठा छिर्दैछ। अब त्यता जाने सम्भावना त्यति देखिएन, एकदम डर लाग्दो रहेछ। अब हामी थोरै छौँ। यता सर्बियाको मान्छेहरू पनि त्यति खै पर्यटकहरू त्यति अब कोही देखिन्छ, कोही छैन। लोकल त्यही पर अलिअलि खेतबारतिर काम गर्दैछन्, नत्र कोही पनि छैन। बस त्यहाँ हामी मात्र अलिअलि यसो आज हामी साथीभाइहरू मिलेर आएको। एकदम हाम्रो काका पछाडि आउँदैन हुन्छ। ल काका कतिको डर लाग्यो नि? डरले झन् सु गरेँ नि मैले त। हो र, धेरै आँट गरेर पुगेँ माथि। हो अनिल दाइ, ओ अनिल दाइ हामी त आयौँ त फेरि। हाम्रो अनिललाई चाहिँ डर मानेर भित्र जाँदै जानु भएन है। डेन्जर, अझै माथि अझै छ हो। कहाँ आँट आउनु परेन। ल साथीहरू, जुन ठाउँबाट हामी गएको थियौँ त्यही ठाउँ फेरि आइसक्यौँ है त। बाहिर गर्मी छ, भित्र फेरि चिसो। यहाँ त के हो, भित्र त लुक्नु काम नै चिसो हुन्छ साथीहरू। काम नै अँध्यारोमा अब क्यामेरा लाइट चाहिँ भएन, तर अँध्यारो भइरहेको थियो। ल साथीहरू यही हो, त्यही भएर हाम्रो साथीहरू त्यहाँ निस्किन्छन् है त। साथीहरू चाहिँ हाम्रो निस्किनु, दुईजना साथीहरू आउँदैछन्, निस्किँदैछन् है त। ल निस्किँदैछन् दुईजना साथीहरू। यहाँनिर तातो र चिसो हावा आउँछ क्या। यहाँनिर चाहिँ तातो र चिसो हावा आउँछ, दुइटा मिक्स भएर हावा आउँछ। साथै भित्रबाट गुफाको हावा मिक्स भएर आउँछ। माथिबाट भित्र छिर्ने, एउटा माथिबाट छ। अब साथीहरू हाम्रो निस्किँदैछन्, हेरौँ है। यही हो भित्र हाम्रो साथीहरू चाहिँ निस्किने, एकदम डरलाग्दो ढोका छ। हाम्रो साथीहरू चाहिँ यहाँ आउँदैछन् भित्रबाट है त। ल म चाहिँ हेरेर बसेर साथीहरूको वेटिङ गर्दैछु त्यो वेटिङ। ल साथीहरू अब आउँदै हुनुहुन्छ माथिबाट, हामी चाहिँ बाहिरको बाटो साथीहरूबाट आउँदै हुनुहुन्छ, आउँदैछौँ। साथीहरूलाई वेटिङ गरिरहेको छु म। पछाडि यता काका र यहाँ पारि आएर बस्नुहुन्छ, मिसिङ चाहिँ वेटिङ गर्छन् साथीहरू। हो त। ल हाम्रो साथीहरू त कतिलाई आइपुग्नुहुन्छ। ल अब आइपुग्नुहुन्छ। ल धेरै माथि छैन, हाइट चाहिँ धेरै माथि, धेरै माथि माथि गऱ्यो नि अझ त्यहाँ पुरै यस्तै यहाँको जस्तो जुन यो एरिया छ सेम यस्तै एरिया माथि छ। अनि यता साइड चाहिँ ढोका बाहिर निस्केर बाहिर चढ्नुपर्ने छ। अनि यता त्यसकै अगाडि अलि अगाडि सरेर त्यसको माथि ठाडो सिडी गर्छौँ, त्यहाँदेखि माथि चाहिँ हामी जाने आँट गऱ्यौँ। एकदम डरलाग्दो चाहिँ हुन्छ गुफा, भित्र चाहिँ चढ्यो र अब एकदम डरलाग्दो हुन्छ। झन्डै हिँड्थ्यो, खत्र कामै भएको चिसोले डरले आँट गरेर बल्ल त्यहाँदेखि त्यहाँदेखि माथि चाहिँ आँडा हाने हामी कस्तो पनि आँडा हान्छ। के हो साथीहरू अड्कै कि आउँदैन नि त? ल है साथीहरू आयो। ल ल साथीहरू आइसक्यो है त हाम्रो साथीहरू यहाँ। ल आयो है, आयो खोइ दाइ, खोइ दाइ निस्क्यो माथि भन्नु होला फोटो मान्छे। ल है, ल साथीहरू हाम्रो अर्को दाइ आउँदै हुनुहुन्छ। ल आयो आयो है, आयो। ल आयो, गुफाबाट माथि गएर एक तलासम्म गएर त्यहाँबाट आयौँ। अझै त्यहाँदेखि कति हो कति माथि चाहिँ आँडा होइन है। ल साथीहरू ल ल अब हामी चाहिँ निस्क्यौँ।